साथीहरू ल आज मसँग घरमै पनिर पकाएर पनिर र पुलाउ खाम है त। ल आउनुहोस् म के गर्दै जान्छु अन्तिमसम्म हेरेर मैले जस्तै मिठो खानेकुरा बनाएर खानुहोस् है त। अच्छा मैले अब यसमा आवश्यक सबै चिजहरू राखेर अब यसलाई पकाउँदैछु। पहिला मैले यसको ग्रेभी बनाउँछु। हेर्नुभयो हजुरले मैले के राखिराखेको छु त्यो राखेर यसमा ग्रेभी बनाएर अनि पनिर राखेर मिठो हुन्छ है त साथीहरू। यो अब मैले पाकेर यसलाई मैले मिक्सरमा पिसेर यस्तो लेदो बनाएँ है त। ल अब आउनुहोस् यो मसलालाई फेरि पकाउँ है त। अब मसला पकाइसकेपछि बल्ल यो रेडी हुन्छ है त। अब आउनुहोस् पुलाउ पकाउँ है त। पुलाउमा मैले यो मसलाहरू राख्ने धुमा अनि बासमती चामल यता भिजाएर सबै राख्नुपर्ने चिजहरू राखेर पनि त्यो पुलाउ पकाउँछु। हल्दीहरू पनि मजाले पकाउनुहोस् है त। आवाज अलिकति डिस्टर्ब छ, भाँडा गद्राङ गुद्रुङ बनाएको छु मैले, त्यस्तो राख्न जान्ने मान्छेमा, त्यसैले बाहिरको डिस्टर्बलाई इग्नोर गरेर कसरी पुलाउ र पनिर पकाएर खाने त्यो हेरेर पकाएर खानुलाई। अब यसमा पानी चाहिँ मैले पहिले उमालेर राखेको पानी थियो, पानी चाहिँ उमालेर राख्नु होला। त्यो पानी राख्नुभयो भने एकदम चिप्प हुन्छ अरे त्यो चामल चाहिँ। खाना रेडी भयो, खाए ल।